रतनपुर गाउँ अलिकति यतापट्टिको डाँडामा अहिले हामीहरू आएर बसिरहेछौँ। अलरेडी यहाँ झुसिली किराले भेटेर यत्रो फोको बनाइसक्यो। नमस्कार। कास्कीको फेदी फाँटबाट हामी आजको क्याम्पिङ यात्राको सुरुवात गर्दैछौँ। Hi guys, good evening. It is camping day again. म जानुपर्ने योपालि डाँडाभन्दा उतापट्टि पछाडि यहाँ चाहिँ राम्रो भइसकेछ। पिच बाटो सबै बनिसकेर अलिक अगाडिपट्टि आइपुग्यो है। यो एरिया पनि कस्तो राम्रो छ। यतातिर घाम 6 बजिसक्यो, अझै यस्तो चर्को छ आज। म सानो छँदा हजुरआमाको हात समातेर हिँड्ने त्यो गोरेटो बाटो अहिले भने पिच भएर फरक रूप लिएको छ। यही ठाउँमा साँझपख गाउँबाट झर्दा गोधुलीको त्यो सुनौलो क्षण अहिलेसम्म पनि मन र मस्तिष्कमा ताजा नै बसेको छ। समय बदलियो, बाटो बदलिए, तर सम्झना भने उही। सो गाइज, म अघि उयोबाट अलिकति माथि आइपुगेँ। माथि आउने चाहिँ कस्तो राम्रो देखेको छ यहाँ तल फेदी। अनि तर यो किराहरू पनि कस्तो मजाले कराउन थालिसक्यो। अलरेडी यहीँ रात पर्दा छु, जहिले ढिलो हुन्छ क्या। त्यही भएर म छिटो रतनपुरतिर जाँदैछु। यसरी प्याक भइरहेछ। रूपा गाउँपालिकाको देउराली बजार अब साँच्चीकै बजारको रूप लिइसकेको छ। आजकल कास्कीको देउराली हुँदै पनि सजिलै रतनपुर पुग्न सकिन्छ। यता तलको चाहिँ यो खाल्टे खोला भन्छ यसलाई। यहाँबाट पनि जान मिल्छ अरे। उता सिसाघाट के भन्ने छ। म पुग्ने चाहिँ यो डाँडाको यतापट्टिको तलपट्टिको अर्को डाँडामा आज। अनि यताबाट देउराली हुँदै आइपुगेँ। त्यो देउरालीको यो डाँडाको अलिक उतापट्टिको डाँडामा हेर्नु न, घामको लास्ट किरण के, त्यो मधुरो मन्द खालको किरण कस्तो राम्रो देखेको छ भने। त्यो चिसपानीको डाँडाहरू होला त्यो चाहिँ। तपाईँहरू को हुनुहुन्छ चिसपानीदेखि लेट मी नो, कमेन्ट्सतिर यसो राखिदिनु होला। कस्तो राम्रो फुल फुलेको रहेछ हेर्नु न। ठ्याक्क मन्दिर, तलपट्टि कुवा। अनि मलाई याद छ यहाँनिर एक्चुअली पहिरो गएको थियो। यहाँ माथिपट्टि मन्दिर छ। मन्दिर मात्रै बच्यो, 2टा मन्दिर। यो बिचबाट चाहिँ पहिरो झरेको हो क्या। भगवान्को शक्ति भन्छ नि, दैविक शक्ति। मन्दिर मात्रै बच्नुपर्ने साइडबाट। चिसो होला यहाँ पानी। अहिले त खानु भ्याउँदिनँ म, ढिलो भइसक्यो। कस्तो राम्रो हो नि। साँझ ढल्किँदै थियो। हामी थप्रेक हुँदै रतनपुर पुग्न लाग्यौँ। बाटो ग्राभेल भएकाले हामी सजिलै पुग्ने भयौँ। स्कुलको हालत हेर्नु त। यो स्कुल कति चलपल स्कुल थियो पहिला। माई गड, अहिले त्यस्तो भएछ त। कति पछि आएको यहाँ। भूत बङ्गला जस्तो भएछ हाम्रो स्कुल र। कुनै समय सयौं विद्यार्थीले भरिने रतनपुरको त्यो एकमात्र विद्यालय आज भत्कदै गएको भग्नावशेषको रूपमा मात्र बाँकी छ। त्यो अवस्थालाई देख्दा मनमा निकै चिसो पस्यो। जहाँ हाँसोले भरिएका कक्षा हुन्थे, आज त्यहाँ सुनसान मौनता मात्रै छ। ओके गाइज, सो फाइनली वी हेभ मेड इट। यहाँ गाउँमा आइपुग्यो। गाउँमा भन्नाले यो चाहिँ हाम्रो ममिता अझै रतनपुर गाउँ अलिकति यतापट्टिको डाँडामा अहिले हामीहरू आएर बसिरहेछौँ। अलरेडी यहाँ झुसिली किराले भेटेर यत्रो फोको बनाइसक्यो चिलाएर। अब ढिलो नगरिकन छिटो टेन्ट सेटअप गरौँ।
Okay guys, भर्खरै आगो सागो बालियो एन्ड देन टेन्टहरू पनि सबै सेटअप गरिसकियो। अघि भर्खरसम्म आकाश निलो थियो तर अहिले त आकाश पुरै कालो भइसकेको छ। पानी पर्ला जस्तो लाग्यो। यो पालिको क्याम्पिङको लागि चाहिँ म रतनपुर भन्ने गाउँमा आएको छु। अनि आज म बिहानै हिजो खासै पानी परेन, पानी पर्ला भनेर बाजे चाहिँ कन्सर्न भएर हेर्नु आउनु भएछ। के आयो भनेर तर्सिनु भएछ। आगो बालौँ, चिया पिउँ। कति टाइम लाग्छ नि यहाँदेखि दौल निस्किन चाहिँ? 45 मिनट होला। 45 मिनट भनेपछि त यहाँबाट यता निस्केर यता जानुभन्दा यताबाट छिटो भयो। मानुङकोट त्यहाँ सिमकेश्वरी भनेको चाहिँ यतापट्टिको त्यो डाँडा रहेछ क्या हो? कुन चाहिँ हो? सिमकेश्वरी देखिन्छ र पर यहाँबाट? अलि देख्दैन। तनहुँको सबभन्दा अग्लो भने त्यही हो नि होइन? त्यो अलिअलि देख्छ नि बादल त्यहीतिर। हजुर हजुर हो त्यो हुन झिउझिउभन्दा तल आगो गाडीबाट यस्तरी जाने अन्त होइन? हजुर त्यो त बाजेले मलाई लोकल मकै ल्याइदिन्छु भन्नुभएछ। डराए। गुड मर्निङ एभ्रिवान। मैले भर्खरै मजाको बारीबाटै ल्याइदिनु भएको फ्रेस मकै पाएँ। दिस इज गोइङ टु बी माई फर्स्ट मिल अफ द डे। ल यस्तो हुन्छ गाउँतिर क्याम्पिङ आयो भने साथीहरू, बजारमा बसेर थाहा हुँदैन। ल खाइदिउँ है त। अझ पक्का गाउँकै टेस्ट रहेछ यो त। दामी कफी बनाउँदैछु अब। मकै त कस्तो मिठो रहेछ बा। ल आई एम ह्याभिङ मकै अलङ विथ कफी। गर्मी गर्मी भयो दुइटै। वेदर पनि कस्तो डुम्म भएछ आज, हावै चलेको छैन। अझै खानुहुन्छ भने ल्याएर भयो भयो कति भयो थियो यस्तो गाउँको मकै पोलेर नखाएको। अहिले त रसिलो रसिलो कस्तो टेस्टै फरक हुने है उताको। बिहानमा ठ्याक्कै 8 बज्नु लाग्यो, बल्ल घाम अलिअलि देखिन थालेछ है भाउ? हजुर अलिअलि देखिन थाल्यो। आकाश पनि अलि उज्यालो उज्यालो हुनु चाहिँ थालेछ। हजुर यहाँ बाँदर कुद्न आउनु भएको? हजुर म बाँदर हेर्न आएको। हेर्नु बाँदर आउँछ त नि, बाँदरले खाइदिन्छ। अलिअलि भएको मकै नि खाइदियो भने त के खाने? के खाने? मकै नि के खान्छ र? बाख्रालाई कुडाहरू हुन्छ। पहिला याद छ हजुरले कतिवटा तपाईँहरूको बारीहरू अहिले बाँझो भएको कति थुप्रै रोप्नु भएको थियो होला पहिला पहिला त? पहिला त थियो नि होइन, बेसीमा उति थियो। त्यो उँधोपट्टि सुहारा जाने पुरा जङ्गल भएर बस्यो। बाँदर लाग्छ कि बढी, त्यही भएर गर्न सकिन्न। ए पहिला बाँदर गाउँ गाउँमै आउँथ्यो र यसरी? पहिला पहिला हेर्नु धेरै जसो अब ठाउँमा बेसीमा साङ्गे खोलोतिर भयो, सालीमरङ खोलो भयो, मेरे खोलो भए, ठाउँ ठाउँमा गोठ्यानटारी भन्ने ठाउँ ठाउँमै मकैहरू हुन्थ्यो।
अनि म जताततै भएपछि बाँदर जताततै छालिन्थ्यो। त्यो भएपछि त अब बाँदर यति गाउँमा यति च्याप्नी थिएन र गाउँमा यति जङ्गल पनि थिएन। अहिले हेर्नु त घाँसको बुटो, यो पुरै घाँसको बुटो हो। घाँसको बुटोले गर्दाखेरि पुरा जङ्गल भयो। अनि त्यसै पनि आउने भयो। फेरि भएन भनेर के भयो भन्दा हाम्रो अब बेसीमा खेती लाउन छोडेपछि त यहाँ चाहिँ गाउँमै च्याप्नी हुन्छ, जहाँ खान पाउँछ त्यहीँ त हो नि जाने। हजुरको त्यो एउटा घुमाउने घर चाहिँ हजुरको? मेरो। ए पहिल्यैदेखि थियो कि हजुरले बनाउनु भएको? पहिल्यैदेखिको हजुरको बाउको पालामै नै बनाउनु भयो। त्यो घर बनाएर आमालाई भित्र्याएको अरे बाबाले बिहा गरेको। त्यो घर बनाएर त्यही घरमा भनेपछि त अहिले त त्यो घर त हेर्नु 80 वर्षै भइसक्यो त्यो घर बनेको त है। अझै बलियो छ? बलियो ठिकै छ हेर्नु। माया लाग्छ होला हजुरलाई त? मलाई त माया लाग्छ नि हेर्नु। अब यहाँ छोड्न मन लाग्दैन आफ्नो जन्मिएको ठाउँ। एउटा अब पुरानो भइसक्यो, कच्चा भयो घर नि, अब कच्ची भइसक्नु लाग्यो। हजुर अहिले कति वर्ष हुनुभयो? म भएन 63 वर्षको भएँ। 63 वर्ष हुनुभयो। पहिला त गाउँघर त बेसै रमाइलो हुन्थ्यो होला? रमाइलो थियो नि पहिला, पुरै गाउँमा जाने। हाम्रो गाउँमा हेर्नु हजुरको आमा पार्टीले नियमै राखेको, बिहा गरेपछि छोराको बिहा गरेपछि तपाईँको 5 पाथी चामल र एउटा पाठा बोका के त्यो दिनुपर्ने। 5 पाथीको चामल चाहिँ नि अब आमा पार्टीले खान्थ्यो हेर्नु। एकाध त्यो मासुहरू तरकारीहरू बनाइदिने बाउ पार्टीलाई गरेर दिन्थे। अब त्यस्तो गाउँ थियो हेर्नु। अहिले 2 पाथी चामल पकाइदिने भने पुरै गाउँलेलाई भतेर हुन्छ, बा आमा केटा छोराछोरी सबैलाई। अहिले त के छ र गाउँमा मान्छे नै छैन। त्यो बेलामा मान्छे फेरि एउटै घरको जान अब 9 जना 10 जना त्यसरी हुन्थ्यो। अहिले त तपाईँ 2 जना परिवारमा 2 जना 1 जना बेसरी भए 4 जना। अनि पहिला यहाँ कटहरहरू बेसरी फलफुलहरू बेसरी फल दिने ठाउँ हो नि यो है? हुन्थ्यो, कटहर हुन्थ्यो, सुन्तलाहरू यति हुन्थ्यो हेर्नु। अहिले त यो कस्तो यो लोकल सुन्तलाहरू पनि नहुँदो रहेछ। यो विकासी नै आयो, 1-2 छेल फलेपछि अनि मर्ने। हजुरले कति वर्षमा विवाह गर्नुभएको? मैले 21 वर्ष। 21 वर्षमा? हजुर। अलि ढिलो भएछ कि है तपाईँको चाहिँ? तपाईँको बेला अनुसार 21 वर्षमा बिहा गरेँ। बुढी चाहिँ नि 17 वर्षको हुनुहुन्थ्यो? 17 वर्षको हुँदाखेरि बिहा गरेको। कसरी बिहा गर्नुभयो नि त्यति बेला? माया गरेरै बिहा गर्नुभयो? होइन हेर्नुहोस्, घरबाट हाम्रो रेखदेखै थिएन। एकचोटि त्यो बेलामा त हाम्रो पालोमा त माघी बिहा हुन्थ्यो, भागी बिहा हुन्थेन त्यति। अनि त्यहाँ फल्ना ठाउँमा केटी छ हेर्न जाने भने लए मलाई लए। अनि देखियो, देखेपछि मन पर होस् या नहोस् एकैचोटि कुरो झल्कियो कि त्यहाँ कुरो गरेँ, हामी त यसरी आएको माग्ने, तपाईँको छोरी माग्न आएको भन्ने कुरो भयो। हाम्रो कुरै भएन, मसँग कुरै भएको छैन कि नभएको कुरो। अनि त्यो कुरो भएपछि अब सोचौँला, एकैचोटि हुन्छ दिन्छु भन्ने कुरो त भएन। उताबाट हुन्छ सोचौँला, सल्लाह गरौँला। यतिको केटो अब यसरी आएपछि हुन्छ भन्ने कुरो भयो। त्यहाँ भएपछि अनि हामी आयौँ फिर्ता। आइयो पछि जाए नि नहुने भयो विवाह त, नदिने भयो भन्ने कुरो भयो। फागुनमा जाँदा हो त्यो भने ल ठिक छ, मलाई पनि त्यति छैन, खासो चासो पनि छैन भने। अनि बसेको वैशाखको 7 गते कुरो चलेछ त्यहाँबाट। केटीको दाइ आएछ र बहिनीको बिहा कहिले हो?
बिहाको कुरो त चलेछ के। त वैशाखको 7 गते यहाँ मनिर आइपुग्यो उहाँबाट ससुरालीबाट जेठान कान्छा जेठान र पुसाई कारबारी भनेको पुसाई नै हुन्। अनि उहाँ कास्कीबाट आउनुभयो लमजुङ हो बिहा गरेको त मैले। अनि आउनुभयो कुरोकानी के म त्यतिखेर अब जवानी छिटो घाट बजार भनेपछि झानी पुग्ने भिमातमा मेहे सङ्क्रान्ति बजार भन्ने लागेको थियो कि त्यो बजार हेरेर आएको थिएँ। अनि सङ्क्रान्तिमा त्यहाँ त्यसपछि उतैबाट यहाँ मनपाङमा क्षेत्रीय बजार भन्ने लाग्ने त्यहाँ लाग्थ्यो। पूर्णेको दिनमा त्यहाँ आयो आएर बजार हेरेर घरमा आएको त पाहुना आएर बसेछ अनि कुरो यस्तो यस्तो भन्यो। त्यहाँ ल बुढी आमाले मेरो बुढी आमाले हो क्या कर गर्नुभएको। अब भनेको कुरो के हो एउटा चाड गरेरै छोड्छु म बुढी भइसकेँ भन्नुभयो। ल जा बाबु जा जा। अनि लौ 10 गते जन्तीले भनिदियो म त वहीँ छु 8 गते त 9को दिन मात्रै खाली हो 10को त लान पर्यो। हतार गरेर फेरि त्यो 8 गतेकै दिनमा फर्क्यो। अब आजकलको जस्तो गाडी चल्ने थिएन पैदल हिँड्न पर्ने। गाउँ मिटिङ भयो फेरि मेरै घरमा गाउँ बुढाहरू बसेर ल छोराको बिहा आँटेँ हुने भयो के गर्ने। अब पैसो पनि त्यति छैन धान चामल पनि अब छन् त छ भए पनि अब के गर्ने लिन जाम बजार जाम भने समय छैन। ल अब जसरी हुन्छ कहिले धान निकालेर कुट्ने कहिले चाहिँ दुना टपारो लाउने गाउँ मिटिङ भएर त्यो छलफल गरेर कहिले चाहिँ नि तरकारीहरू खोज्ने त्यता गर्ने भन्ने सल्लाह गरेर उतिखेरै त्यो 9 गतेको दिन गइहाल्यो। 10को त जान पर्यो नि फेरि जनता लिएर बाजै बजाएर आइज भनेका छन्। अनि बाजै बजाएर बिहा गरे आउँछ टोली चढेर बिहा गरेको यसरी धरती पोलेर अनि गइयो। त्यतिखेर त अचेलको एक दिनै बिहा हुँदैन बासा बस्नु होइन। यहाँबाट उहाँ गएर बासा बसियो अनि भोलिपल्ट लिएर आइयो त्यसरी बिहा भएको। रतनपुर साबिकको थप्रे गाविस वडा नम्बर 9 थप्रेको सबभन्दा पुछारको गाउँ ब्यास र म्याग्दे ब्यास नगरपालिका र म्याग्दे गाउँपालिकासँग सिमाना जोडिएको यो ठाउँ हो बाबु। गलेखामकोटको र भैरवथानको काखमा अनि त्यसपछि गएर गलेखामको काखमा छुट्टै एउटा टापुमा भएको यो गाउँ। यहाँ चाहिँ अब अहिले जम्मा 20-21 घर छ। उहाँ रतनपुर उ तल बरबोट बलेन्डीमा बस्तीहरू अहिले चाहिँ सबै सहर जाने विदेश जाने यो लहरले गर्दाखेरि गाउँमा मान्छेहरू अलिक त्यति साह्रै छैन थोरै छ। बस्ती चाहिँ यही हो। अब यहीँ आउँछु भनेर आयो भने चाहिँ आइपुग्छ के अरे नत्र भने यसो बाटो पर्दा बसौँ जाम भन्ने चाहिँ हुँदैन के। यो गाउँ अलिक टाढै छ थप्रे। यो गाउँको समाज घर बनाउने अनि त्यसपछि गएर खानेपानीको लिफ्टिङ गर्ने मोटर बाटोहरू ओखलतीदेखि यहाँसम्म ल्याउन त्यसपछि गएर
यहाँ गाउँबाट बेसीसम्म त्यो बेसीमा उत्पादन भएको धान परालहरू गाउँसम्म ल्याउनको लागि जति पनि मोटर बाटोहरूको ट्र्याक बनाएको छ त्यो सबै सामुदायिक वनको कोषबाट चाहिँ बनाएको। हाम्रो सामुदायिक वन चाहिँ सानो बस्ती छ, एकदम दूरमा छ र पनि यहाँ चाहिँ हुनुपर्ने संरचनाहरू चाहिँ बनिसकेको छ। अलिकति पढे लेखेको उमेर भएको युवाहरू र बुहारी छोरी बुहारी चाहिँ अभाव छ। त्यही भएर हामी पनि अहिले चाहिँ नि गाउँ छोडेका छैनौँ। अब एउटा बाबु ऊ चाहिँ पोखरै बसेर पढ्छ, अनि बजे हुनुहुन्छ, अनि हामी बुढाबुढी चाहिँ बाख्रा पालेका छौँ। घाँस उन्नत जातको पोसिलो डाले घाँस भुइँ घाँसहरू लगाएको छ, अनि खेतीपाती गर्छौँ। अब मकै कोदो धान, अब पिनालु मौरी पालेको छ। मौरीबाट पनि केही सिजन अनुसार मौसम राम्रो भयो, फुलहरू प्रशस्त मात्रामा पायो भने चाहिँ मौरीबाट पनि छिटै उत्पादन भयो भने मौरीले पनि आम्दानीको बाटो हामीलाई चाहिँ जीविकोपार्जनको लागि राम्रै काम दिइरहेको छ। बाख्रालाई अब हाम्रो चरन क्षेत्र प्रशस्तै छ। गाउँमा बसियो, दुःख गरियो, आफ्नो अब बाबुबाजेको पुर्खाको थलोमा धानेर बसेको छ, त्यही खुसी छ हामीलाई। अब जे जति गर्न सकेको छ त्यसैमा सन्तुष्ट भएर बसेको छ। अब आफन्तहरू प्रशस्तै हुनुहुन्छ, पोखरातिर बस्नुहुन्छ, विदेश बस्नुहुन्छ, आउनुहुन्छ, रमाइलो मान्नुहुन्छ। आफ्नो जन्मे हुरीको ठाउँमा हामी ढोका उगारेर बस्दाखेरि उहाँहरूलाई पनि आफ्नो गाउँमा आउँदा आनन्द लाग्छ। ल तिमीलाई पनि धन्यवाद। हाम्रो गाउँमा आयो, मेरो घरमा आयो, उहिलेदेखि आउँछु आजै भनेको बल्ल बल्ल आयो। त्यो पनि हामी एकदम बिजी भएको बेलामा। हिजो त अब हामी खेत रोप्न गएको, बाबु आएको है, हेर फर्सीका मुन्टा ल्याए। दाइलाई देऊ है आधा, दाइलाई पठाउने आधा फर्सीको मुन्टा ल्याइदिएको रहेछ। साला दाइ, तपाईँसँग इन्टरभ्यू लिनलाई उहाँ भ्याकै रहन्छ क्या फुता।